हर्क साम्पाङलाई आशिका तामाङको प्रश्न, प्रतिपक्ष भनेको विरोध गर्नु मात्रै हो र? भनिन् बोलेर मात्रै यो देश विकास हुने भए आज यो देश 100 वर्ष अगाडि नै सिंगापुर जस्तो विकसित भइसक्थ्यो। तपाईलाई 1 महिनामै आकाशबाट तारा झारेर देखाउनु पर्ने हो। दशबिन हर्क साम्पाङले दिनदिनै बैठक अवरोध गरेर दिक्क पुर्याएपछि रासोपाकी सांसद आशिका तामाङले साम्पाङसँगको तस्विर फेसबुकमा राख्दै भन्छन्, माननीय हर्क साम्पाङज्यू, चिनी पनि धेरै खायो भने तितो हुन्छ भने जस्तै म पनि तपाईको ठूलो समर्थक थिएँ, तर अहिले सदनमा हजुरले जति बेला पनि विरोध गरिरहनु भएको देख्दा अचम्मित छु। के लाग्छ हजुरलाई, यो सरकार जन्म भएको आज 40 वर्ष लाग्यो कि 50 वर्ष? 1 महिनामा तपाईलाई आकाशबाट तारा झार्नु पर्ने हो कि जुन? सदनभित्र तपाई प्रधानमन्त्रीलाई मात्र खोजिरहनुहुन्छ अनि हामी सांसदहरूको चाहिँ कुनै अस्तित्व छैन तपाईको लागि? घण्टौंसम्म उभिरहने, बोल्नै दिएन सभामुखले भनिरहने, बोलेर मात्रै यो देश विकास हुने भए आज यो देश 100 वर्ष अगाडि नै सिंगापुर, युरोप जस्तो विकसित भइसक्थ्यो। सबैजनालाई बोल्ने समय दिएकै छ। आज हामीले भन्दा बढी सदनमा हजुरहरूले नै बोलिरहनु भएको छ। प्रतिपक्ष भनेको नै विरोध गर्नु र बोल्नु मात्रै हो र? जायज कुरालाई त हामीले पनि आवाज उठाएकै छौं। आज हर्क साम्पाङले उठेर विरोध गरिरहँदा आशिका पनि आफ्नो कुर्सीबाट उठेर पारेपछि दुईजना बीच सदनमै चर्काचर्की समेत परेको थियो। आज हर्कलाई आफ्नो मर्यादा नभुल्न भन्दै सभामुखले पनि थर्काएका थिए।